हेलो गाइज, आज हामी आएका छौँ घुम्नको लागि पाजु मल्चु पाजुसँग। पाजु जानुहुन्छ अजासँग फिल्ड भिजिटको लागि मकै बारी दर्याम। सलो बगेको डाँडा आइटीमा पौडी खेल्न जाने भन्नुहुन्छ पाजुले। असम्भव भन्छु मैले, तर पाजुले मेरो कुरा मान्नु हुँदैन। के गर्ने गाइज, यस्तै हो जिन्दगी। एकछिनको घुमाएपछि खाजा खानतर्फ लाग्छौ। मिठा गफ गर्दै खाजा खान्छौ अनि चिया पनि चुरिप्प पार्छौ। पाजुले भन्नुहुन्छ रक पेपर खेलौँ। रक पेपर सिजर फेरि रक पेपर सिजर त मलाई जितेर खतरा हाँस्दै हुनुहुन्थ्यो। के गर्ने, यस्तै छ। कहाँ से आते र त्यहाँ एकछिन गफ गरेपछि हामी निस्किन्छौँ गाइज घरतिर। अजालाई बाई भन्दै हामी घरतर्फ लाग्छौँ। सायरी अफ द डेमा म भन्न चाहन्छु, महिना फरक छ आज हेर साल फरक छ, अझै पनि उसको र मेरो हाल फरक छ भन्दै यो